1. मोबाइल ब्याट्री छिटो चार्ज गर्न। यदि तपाईलाई हतार छ र मोबाइल छिटो चार्ज गर्नु छ भने फोनलाई एयरप्लेन मोडमा राखेर चार्ज गर्नुहोस्। यसले नेटवर्क सिग्नल खोज्न खर्च हुने शक्ति बचाउँछ र चार्ज छिटो हुन्छ। 2. चामलमा किरा लाग्न नदिन। भकारी वा ड्रममा राखिएको चामलमा किरा वा घुन लाग्न नदिन त्यसमा सुकेको निमको पात वा केही टुक्रा तेजपत्ता राख्नुहोस्। यसको कडा गन्धले किराहरू टाढै रहन्छन्। 3. प्याज काट्दा आँसु ननिकाल्न। प्याज काट्नु अघि त्यसलाई 10-15 मिनेट फ्रिजमा राख्नुहोस् वा प्याजको दुवै टुप्पा काटेर केही बेर चिसो पानीमा भिजाउनुहोस्। यसो गर्दा प्याजबाट निस्कने ग्यास हावामा कम फैलिन्छ र आँखा पोल्दैन। 4. जुत्ताको दुर्गन्ध हटाउन। लामो समय जुत्ता लगाउँदा आउने नराम्रो गन्ध हटाउन प्रयोग गरिसकेको टी ब्याग जुत्ताभित्र रातभरि राखिदिनुहोस्। यसले दुर्गन्ध सोसेर लिन्छ। 5. तरकारीमा नुन बढी भएमा। यदि तरकारी वा दालमा नुन बढी भयो भने एउटा सानो काँचो आलुको टुक्रा वा पिठोको सानो डल्लो बनाएर हाल्नुहोस्। यसले बढी भएको नुन सोस्छ। पछि पस्कने बेला त्यसलाई झिक्न सक्नुहुन्छ। 6. फलफुल छिटो पकाउन। काँचो केरा वा आँपलाई छिटो पकाउनु छ भने त्यसलाई एउटा कागजको झोलामा राखेर एउटा पाकेको स्याउसँगै राखिदिनुहोस्। स्याउबाट निस्कने इथिलिन ग्यासले अन्य फलफुल छिटो पकाउँछ। 7. डढेको भाँडा सफा गर्न। डढेको ताप्के वा कराई सफा गर्न त्यसमा थोरै पानी र बेकिङ सोडा हालेर उमाल्नुहोस्। केही बेरपछि सजिलै सफा हुन्छ। 8. चक्कुको धार लगाउन। यदि चक्कुको धार कम भएको छ भने घरमा भएको सेरामिक कपलाई उल्टो पार्नुहोस् र त्यसको खस्रो भागमा चक्कुलाई केही बेर रगड्नुहोस्। चक्कु तुरुन्तै धारिलो हुन्छ। 9. ग्यास बचत गर्न। खाना पकाउँदा सधैँ ढक्कन लगाएर पकाउनुहोस्। यसले बाफ बाहिर जान दिँदैन, जसले गर्दा खाना छिटो पाक्छ र ग्यासको बचत हुन्छ। 10. कपडाको दाग हटाउन। सेतो कपडामा मसी वा रङको दाग लाग्यो भने त्यसमा थोरै ह्यान्ड स्यानिटाइजर वा रक्सी हालेर रगड्नुहोस् र धुनुहोस्। दाग सजिलै हट्छ।